नानीहरु स्कुल छ यस्तो। अब यो दोरम्बा गाउँ यही नै हो, यही जनयुद्धकालको ऐतिहासिक गाउँ। नमस्ते बुवा। दोरम्बा बजार यही हो। त्यो शालिग चाहिँ कहाँ छ यहाँ? त्यो हामी बातचितमा छौँ बुवासँग। आन्दोलनमा मारेको शालिग छ अरे नि त, कहाँ हो? उहाँले पोइन्ट आउट गर्नु भएको छ त्यो टाढाको ठाउँमा। त्यता हुँदै जाँदैछौँ हामी। एउटा सैलुङ निक्लिने प्लानमा छौँ साथीहरू। दोरम्बा एक ऐतिहासिक जनयुद्धकालीन गाउँ। सैलुङ जाने बाटो त्यही हो। ए त्यो शालिग चाहिँ त्यहाँ है। त्यहाँबाट चाहिँ कहाँ पुग्छ? त्यहाँबाट उता सुर्के बल्ला। हामी त मुरे निस्किनु खोजेको। बुबा त्यहाँनिर त्यो के अरे जनयुद्धमा घटना घटेको नि त्यो घर त्यहीँनिर हो? ठ्याक्कै त्यो घर हुने ठाउँमै छ कि कस्तो छ? हेर्नु साथीहरू बुवाले त्यहीँनिर त्यो घर पनि त्यहीँनिर छ बुवा? ए त्यो रातो घर। ऐतिहासिक गाउँमा चाहिँ पाइलो टेक्न पाइयो राजनीतिक वृत्तको रूपमा। हामी त खाँडादेवी घुमेर आएको कि, खाँडादेवी मन्दिर दर्शन गरेर। ल बुबा बाई बाई है त। ल नमस्कार। ल थ्याङ्क यू सो मच। एकदम खुसी लाग्यो जन्मभूमिमा चाहिँ तपाईँहरूको जन्मभूमिमा टेक्न पाएँ। ल देशले उत्तर चढाव गर्दै टाइममा जस भेडाड भयो। ल यस्तो छ दोरम्बा बजार आइपुग्यौँ साथीहरू। तपाईँहरूले कमेन्टमा पनि लेख्न सक्नुहुन्छ तपाईँहरूको बाल्यकाल कसरी बिताएको छ। कोही हुनुहुन्छ भने कसैको थुक्पा सुक्पा खानलाई बजारतिर आउनु भएको थियो कि केही सामान किन्न आएको थियो, त्यो पनि कमेन्टमा लेख्न सक्नुहुन्छ। सेयर पनि गर्न सक्नुहुन्छ है साथीहरू। ल ल के भएछ अरे अनि? ल हेर्नुहोस् यस्तो छ पुरानो घरहरू पनि छ। यहाँ नयाँ बिल्डिङ पनि रहेछ। यो सायद ओडा कार्डले हुनुपर्छ। हामी यस्तो आइरहेछौँ। अनि अघि बुवाले भनेअनुसार ऊ परको गाउँ त्यहाँनिर चाहिँ ऐतिहासिक उस्तो भएको थियो यहाँनिर। ल ल है साथीहरू। ल अब कति मैले तपाईँहरूलाई देखाउनु पर्ने कुराहरू देखाएँ नि। ल यस्तो छ आहा कति राम्रो गाउँ। ल